ओली देवा पर्चन यो तीन गद्दार कसरी हाम्रो नेपाली किसानहरूलाई दशकौंदेखि ठग्दै आइरहेको छ। जुन कुरा स्वयं कृषि मन्त्री रामनाथ अधिकारीले आफ्नो मुखबाट भनेको छ कि नेपाली किसानहरूलाई एक सालभरिमा 11 लाख मेट्रिक टनदेखि 13.5 लाख मेट्रिक टनसम्म खादको आवश्यकता पर्छ, तर नेपाल सरकारले 4.5 लाख मेट्रिक टनसम्म मात्र खाद ल्याइरहेको छ। अनि कसरी नेपालमा खादको हाहाकार नहोस्? सरले के भन्नु भने मलको त हाहाकार छ नि, के हो चाल भएर भन्नु। मैले भने मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए नि हुन्छ। गत वर्ष हामीलाई 27 अरब 95 करोड बजेट विनियोजन गरिएको थियो। जम्मा 4.5 लाख टन भन्दा मल आउँदैन। बजारमा हाम्रो मागको आपूर्ति 11 लाखदेखि 13 लाख टनको छ। तपाईको 1/4 मलले हामीले कसरी किसानलाई समयमा पुर्याउन सक्छौं? सम्भावना नै छैन। तर राज्यप्रति दायित्व भइसकेपछि चिन्ता नगर्नु, छ आउँछ भन्नै पर्ने। मैले तपाईहरुका बीचमा यथार्थ कुरा राखेको। हाम्रो देशलाई यस्तो जर्जर अवस्थामा यो तीनवटा दलाल मिलेर बनाइसकेछ कि पैसा दिएर पनि अरू देशवालाहरूले हामीलाई खाद बिउ बिजन दिइरहेको छैन। त्यही पनि मूर्ख जनताहरू त्यही एमाले कांग्रेस पार्टीहरूको झोलेगिरी गर्न जतिखेर पनि तयार भएको हुन्छ। देश विकास ठुलो भवनले हुँदैन। देश विकास पार्टीमा झोले कार्यकर्ताहरूलाई भर्ती गरेर हुँदैन। देश विकास गर्नको लागि कृषिमा क्रान्तिकारी ल्याउनु पर्यो, आईटी सेक्टरमा क्रान्तिकारी ल्याउनु पर्यो, अनुसन्धान प्रवर्तनमा ध्यान दिनु पर्यो र त्यसमा बजेट दिनु पर्यो। देश विकास गर्न शिक्षित युवा जनशक्ति तयार गर्नु पर्यो, देशमै स्वरोजगार दिनु पर्यो। तर यो झोले नेताहरूले आफ्नो झोलेको भवन निर्माण गर्नमा र आफ्नो पार्टी कार्यकर्ताहरूलाई भर्ती गर्न र उनीहरूलाई मासु खुवाउनमा व्यस्त। अनि कसरी देश विकास